सरकारले संसद किनबेचमा लागेको भन्ने कुरा सुनिरहेछौँ। सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउन सरकारले यो काम गरिरहेको भन्ने आरोप लगाइरहेको छ। अहिलेको 21औं शताब्दीमा आधुनिक युगमा संसद किनबेचको कुरा लाजमर्दो छ। सिंगै संसदको अपमानित हुने विषयमा सम्मानीय सभामुखजी गम्भीर हुन जरुरी छ। आज सम्मानित संसदकै अपमान हुने गरी यो सम्प्रेषण भइराख्दा सरकारले यसको जवाब दिन जरुरी छ। हैन भने एउटा जिम्मेवार सांसदले यसरी भन्न मिल्छ कि मिल्दैन, मिल्छ भने यसमा कानुन लाग्छ कि लाग्दैन भने म विशेष आग्रह गर्न चाहन्छु। अहिले रौतहट आन्दोलित छ सभामुखज्यू, त्यहाँको स्थानीय प्रशासनले दोषीलाई निर्दोष, निर्दोषलाई दोष यसरी गरिरहेछ कि रौट अस्तव्यस्त छ। एउटा वृद्ध दलित गंगाराम बैठा बिना कारण निर्दोष मान्छेलाई फसाइएको छ। त्यहाँको स्थानीय डीएसपी को रिसबीको कारण ती अहिले थुनामा छन् र त्यसका परिवार लगातार धरनामा छन्। दलित अगुवाहरू आन्दोलित गरिरहेका छन्। यसमा सरकारको ध्यान आकर्षण म गराउन चाहन्छु। दलित गंगाराम बैठाको घटनामा उपस्थिति नै छैन भने पीडितहरूका ती गंगारामका परिवारको भनाइरहेका छन्। यदि त्यसमा संलग्नता छ भने संसदलाई जानकारी गराओस् भनेर विशेष आग्रह गर्न चाहन्छु। रौतहटको गौरवको रूपमा रहेको राइस मिल केही भूमाफियाको मिलोमतोमा बेचिने खेल भइरहेको छ र त्यसका विरुद्धमा गौर सिंहै गौर नै आन्दोलित छ। त्यो रौतहटको राइस मिल जो वर्षौंदेखि त्यहाँका मान्छेले सार्वजनिक उपभोग गर्दै आयो र तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालजीकै पहलमा त्यो रोकिएको जग्गा पनि अहिले बिक्री हुने प्रक्रियामा अगाडि बढेको छ र रौतहटवासी चिन्तित छन्। विभिन्न पार्टीहरूले त्यसको विरोध गरिरहेछ। यसमा सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु र त्यो जग्गा रौतहटको गौरव हो, रौतहटको सार्वजनिक उपभोगको जग्गा हो।